के तपाईलाई पनि राति सुत्दा घुर्ने समस्या छ अथवा तपाईसँग सुत्ने मान्छे घुरेर तपाईँ राम्ररी निदाउनै सक्नु भएको छैन? आज सुत्दा हामी किन घुर्छौँ छोटो र सजिलो भाषामा बुझौँ है त। नमस्कार, म डाक्टर सोनिया पौडेल जर्मनीबाट। सबैभन्दा पहिला त स्लिप अपनिया। स्लिप अपनिया भनेको सुत्दाखेरि सास केही सेकेन्डका लागि रोकिने अवस्था हो। यसमा राति धेरै घुर्ने, अचानक सास अड्किए जस्तो हुने, दिनभरि थकान हुने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन्। यो गम्भीर रोग हो जसको लागि चिकित्सकलाई देखाउनु जरुरी हुन्छ। त्यसको साथसाथै मोटोपन, ओभरवेट, जब शरीरको तौल धेरै हुन्छ वा घाँटीको वरिपरि बोसो बढी हुन्छ अथवा घाँटीमा कुनै प्रकारको ट्युमर छ भने घुर्ने समस्या हुन सक्छ। त्यसको साथसाथै रुगाखोकी, एलर्जी, साइनसको कारणले नाक बन्द हुँदा घुर्ने समस्या हुन सक्छ। मुख खोलेर सुत्ने बानी भएमा पनि घुर्ने समस्या हुन सक्छ। धेरै रक्सी वा धुम्रपानको सेवनले पनि घुर्ने समस्या बढ्न सक्छ। गलत सुत्ने पोजिसन, थकान र निन्द्राको कमीले पनि घुर्ने समस्या बढ्छ। यदि घुर्ने धेरै नै बढी छ, शुद्ध सास रोके जस्तो हुन्छ वा दिनभर असाध्यै थकान महसुस हुन्छ भने डाक्टरलाई देखाउनु अत्यन्तै जरुरी हुन्छ।